आफ्नै आँखाले देखेको कुरा पनि के कहिले झुटो हुन सक्छ? कल्पना गर्नुहोस्, एउटा विशाल विमान आगोले ढाकिएको, तपाईको आँखै अगाडि नै सिधै पहाडमा ठोक्किन्छ। भीषण विस्फोट हुन्छ, धरती काँप्छ, हावा थर्किन्छ, तपाई सहयोग गर्न दौडिनुहुन्छ। तर जब घटनास्थलमा पुग्नुहुन्छ त्यहाँ केही पनि हुँदैन, न आगो, न धुवा, न खरानी, न त कुनै विमान। मानौ त्यो विमान त्यहाँ कहिल्यै क्रास भएको नै थिएन। साथीहरू, वेलकम टु माई च्यानल कस्तो कस्तो 67। आज म तपाईहरूलाई थाइल्यान्डको एउटा यस्तो सत्य घटना सुनाउँदैछु जसले दशकौंदेखि त्यहाँका वैज्ञानिकहरूलाई, सेना र सामान्य मानिसहरूलाई एउटै प्रश्न सोध्न बाध्य बनाएको छ। त्यो विमान आखिर के थियो? घटनाको सुरुवात यो घटना हो सन् 1980 को दशकतिरको थाइल्यान्डको उत्तर पूर्वी क्षेत्रमा रहेको फुफान पहाडको वरिपरि बसेका धेरै गाउँहरू र त्यहाँका गाउँलेहरूले एउटा अचम्मको कुरा बारम्बार देख्न थाले। प्राय साँझको बेला आकाशको रङ सुन्तलामै हुँदै गर्दा गाउँलेहरूले आकाशमा एउटा ठूलो सेतो विमान देख्न थाले। तर त्यो कुनै साधारण विमान थिएन। विमान धेरै कम उचाइमा उडिरहेको हुन्थ्यो। त्यसको एउटा पखेटाबाट आगो दन्किरहेको हुन्थ्यो। झ्यालहरूबाट मानिसहरूको आकृति स्पष्ट देखिन्थ्यो। कतिपय गाउँलेहरूले त विमानभित्रका यात्रीहरू आत्तिएको अवस्थामा देखिएको दाबी समेत गरे। त्यो विमान सिधै फुफान पहाडको एउटा निश्चित खोजतिर अगाडि बढ्थ्यो। अर्को क्षण धडाममा भयानक विस्फोटको आवाज यति ठूलो कि जसले पुरै गाउँ नै थर्किन्थ्यो। सबै गाउँलेहरू डर र चिन्तामा घटनास्थलतर्फ दौडिन्थे। तर जब उनीहरू त्यहाँ पुग्थे त्यहाँ केही पनि भेटिँदैनथ्यो। न विमानको कुनै सानो टुक्रा भेटिन्थ्यो, न आगो, न धुवा, न त त्यहाँ रुखको एउटा सानो हाँगा नै भाँचिएको हुन्थ्यो। मानौ त्यहाँ केही घटना घटेकै थिएन या सबै कुरा हावामै बिलाए झैं केही भेटिँदैनथ्यो। यो हल्ला यति धेरै फैलियो कि थाइल्यान्डको सरकार र त्यहाँका रोयल थाई एयरफोर्स स्वयं सक्रिय भयो र धेरै ठूलो सर्च अपरेसन सुरु गर्यो। हेलिकप्टरहरू उडाइए, सयौं सैनिकहरू घना जंगलमा पठाइए। हप्तौं महिनौसम्म सर्च अपरेसन चल्यो। तर नतिजा कुनै धातुको टुक्रा भेटिएन, कुनै जलाएको जमिन भेटिएन, कुनै दुर्घटनाको चिन्ह भेटिएन। अझ अचम्मको कुरा त यो हो कि राडारमा पनि कुनै विमान हराएको रेकर्डै हुन्थिएन। अनुसन्धानसँगै केही डरलाग्दो र आङ जिरिङ्ग पार्ने तथ्यहरू बाहिर आए। पहिलो, त्यो विमान देखिनु अगाडि गाउँका सबै कुकुरहरू एकैचोटि रुन थाल्थे। विमान देखिँदा गाउँको सबै रेडियो, टिभी, अन्य इलेक्ट्रोनिक उपकरणहरू अचानक बन्द हुन्थे र स्ट्याटिक आवाज आउँथ्यो। विस्फोटको आवाज धेरै ठूलो हुन्थ्यो, तर आकाशमा कहिल्यै धुवा देखिँदैनथ्यो। मानौ त्यो कुनै विमान होइन, कुनै आत्मा उडिरहेको थियो। आजसम्म यस घटनाबारे केवल थियोरीहरू छन्। पहिलो, टाइम लूप थियोरी। कुनै पुरानो विमान दुर्घटनाको ऊर्जात्मक छापसँग त्यस समयमै अड्किएको छ र त्यो दृश्य बारम्बार रिप्ले भइरहेको छ र गाउँलेहरूले बारम्बार देख्ने गर्दछन्। दोस्रो, प्यारलल युनिभर्स थियोरी। हुन सक्छ त्यो विमान अर्कै आयामबाट गल्तीले हाम्रो यो संसारमा प्रवेश गर्यो होला। तेस्रो, स्पिरिचुअल पोर्टल थियोरी। स्थानीय गाउँलेहरूको विश्वास अनुसार त्यो फुफान पहाडमा एउटा यस्तो रहस्यमय ढोका छ जहाँबाट भूतिहा वस्तुहरू आउने जाने गर्दछ। त्यो विमान के थियो? कताबाट आएको थियो? समयको खेल कि कुनै अज्ञात सत्य? आजसम्म पनि फुफानको घोस्ट प्लेन एउटा नसुल्झिएको रहस्य नै छ। साथीहरू, तपाईलाई के लाग्छ? साथीहरू, के समयले आफ्नो गल्तीहरू हामीलाई देखाउँछ या के यो हाम्रो संसार हामीले सोचे भन्दा धेरै अनौठो र अज्ञात छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्। साथीहरू, भिडियो मन पर्यो भने लाइक र शेयर गर्न नबिर्सिनुहोला। यस्तै सत्य, रहस्यमय र डरलाग्दो कथाहरू हेर्नको लागि मेरो च्यानल कस्तो कस्तो 67 लाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। फेरि एउटा झन् डरलाग्दो रहस्य लिएर चाँडै आउनेछु। सी यू इन द नेक्स्ट भिडियो। थ्याङ्क यू।